हेलो साथीहरु, के छ खबर? दिस इज सुमी। अनि आज चाहिँ नि म सपिङमा जाँदै छु। हल्का फल्का चाहिँ मैले गरिसकेको छु, तर हल्का फल्का बाँकी छ, त्यही सपिङ गर्न जाँदै छु। अनि पर्सि चाहिँ मेरो यहाँबाट सिबीबाट बुकारेस्ट जानुपर्ने हुन्छ। अनि बुकारेस्टबाट चाहिँ नि रातिको फ्लाइट छ। अनि सो पर्सि घर जानुपर्ने, यहाँ काटी सर्केर ठाडो परेर हेर्नु नै भएको छैन, के बिजोग भएको छ। अनि सामानहरू पनि के पनि प्याक गरेको छैन, भत्र गोलै छ यहाँनिर यस्तरी राखेको छन्, के पनि गरेको पनि छैन, जागरो पनि छैन। घर जान लाग्यो कि नजान लाग्यो कि केही थाहा छैन। त्यस्तो के गर्ने जागरै छैन कि। अनि आजबाट चाहिँ मेरो छुट्टी लिएको आजबाट चाहिँ नि। अनि हल्का सपिङ गर्नु पर्यो, अनि भोलि प्याकिङ गर्नु पर्यो। पर्सि त अनि ट्रेनमा यहाँबाट जानुपर्छ, अनि बिहानै जानुपर्छ भनेर। सो साथीहरू, आज म हल्का फल्का सपिङ गर्छु, त्यस पछाडि प्याकिङ गर्छु। अनि मेरो ब्लग चाहिँ धेरै पछाडि आउँदैछ, सो माया गरिदिनु होला। म सकभर यहाँदेखि नेपालसम्म पुगेको ब्लग पनि ल्याउने कोसिस गर्छु। अनि आज मैले के ल्याउँछु, के किनिसकेँ, अनि के प्याक गर्दैछु भनेर यही ब्लग मार्फत देखाउँछु है त। सो सी यू सन, बाई। हेलो साथीहरू, म घर जान लाग्यो, त्यसैले मैले चाहिँ सामानहरू गर्दैछु। खोलेको सबले झनै नमान्ने। यसमा चाहिँ धेरै त मैले रहेछ कि स्पोला फाइनली हेर्नु साथीहरू, रोक्नुहोस्। यति मात्र होइन, चक्लेट धेरै छ, र यो यति चाहिँ खोलेर लैजाऊँ, अरू चाहिँ म यतिकै प्याकेट लिएर जाऊँ भनेर सोचिरहेको छु। हेर्नुहोस् है चक्लेट कति छ।
यो भयो भनौँ न 50% चक्लेट हैन 50% चक्लेट चाहिँ त्यहाँ दुईटा ब्यागमा छ लिएर जाने भनेको विदेशबाट चक्लेट त नि अरु के लिएर जाने हैन सो सामान प्याक गर्नु छ साथीहरु अनि त्यसपछि साथीहरु म चाहिँ घर जान लाग्छ है मेरो सामान प्याकिङ हुँदैछ यसरी जाला जस्तो लागेको छ मेरो प्याकिङ सुरु भइरहेछ भोलि म यहाँबाट हिँड्नुपर्छ त्यसपछि म पर्सि घर आइपुग्छु यहाँ बक्स लाने पोसिबलै नहोला जस्तो छ अनि त्यही भएको भएर यो खोल्न पर्ने हुन्छ यो चाहिँ कसले पाउनुहुन्छ थाहा छैन है Finally, my luggage is ready. My luggage is ready. So guys, see you soon.